भनेपछि नेपालमा खुसीको खबर सुन्न पाइयो नि त। यस्तो खुसी लागिरहेछ कि यस्तो खुसी लागिरहेछ कि मनैदेखि खुसी लागिरहेछ कि एकदम बल्ल अलिकति ज्यान सिरिङ्ग भइरहेछ कि रगत सिरिङ्ग उम्लेर आइरहेछ कि जो मिल्नुपर्ने मान्छेहरू अहिले मिल्नुभयो। जब राजसभामा बालेन आउनु हुनुभयो, कुलमान आउनु हुनुभयो, यति खुसी लागिरहेछ कि बल्ल के हुन्छ कि नेपालमा जस्तो लागिरहेछ कि यति खुसी फिल भइरहेछ कि यति खुसी फिल भइरहेछ कि म कल्पना गर्नै सकिरहेको छैन कि भोलिको भविष्यको लागि सोचिरहेको थियो। भोलि नेपालमा गएर केही गर्न सकियोस्, भोलि नेपालमा राम्रो होस्, विकास होस्, हामीले पनि केही सेवा सुविधा पाइयोस्। अहिले म विदेशमा छु, दुःख गरिरहेको छु, एकदम हार्ड वर्क गरिरहेको छु। भोलि गएर मैले नेपालमा के गर्न सकोस् भन्ने मैले सोचना छ मेरो। भोलि गएर मैले पनि केही मलाई एउटा आशा होस् मैले नेपालमा केही गर्न सकु भनेर। म सोच्छु कि भोलि नेपालमा गएर मैले नेपालमा गएर के गर्ने होला। नेपालको हालत यस्तो छ, अहिले आर्थिक अवस्था यस्तो छ, यस्तो भ्रष्टाचार छ नेपालमा, यस्तो भ्रष्टाचार छ। नेताहरूले त्यसलाई कुन अवस्थामा पुर्यायो। अहिले म यहाँ यस्तो डोमिनेट तरिकाले काम गरिरहेको छु, आफूलाई अर्काको देशमा दुःख गरिरहेको छु, पसिना बगाइरहेको छु। अहिले यति खुसी भइरहेछ कि आउनुहोस्, सबै नयाँ पार्टीहरू आउनुहोस्, एकता गर्नुहोस्, एउटा पार्टीमा एकता गर्नुहोस्, नयाँ युवाहरू जाँगर गर्नुहोस्, आउनुहोस्, जित्नुहोस्। त्यो हामीलाई खुसीको कुरा हो। नयाँ पार्टीले जितोस्, राम्रो गरोस्, भोलि गएर हामीले पनि फेसिलिटी पाइयोस्, सेवा सुविधा पाइयोस्, आफ्नै नेपालमा पसिना बगाएर आफूले सेवा उपलब्ध गर्न सकु। त्यो एकदम खुसीको कुरा हो कि त्यही भएर एकदम खुसी लागिरहेछ कि अहिले जब बालेन आउनुभयो राजसभामा एकदम खुसी थियो। तैपनि कुलमान आउनुभयो अझ खुसी भयो कि राजसभामा आउनुभयो। हाम्रो अर्कासम्म पनि आउनुहोस् कि अर्कोसम्म पनि आउनुहोस्, जित्नुहोस्, पार्टीमा एकताबद्ध लिनुहोस्, आएर जित्नुहोस्। त्यो एकदमै राम्रो कुरा हो कि त्यही भएर मलाई चाहिँ एकदम के म चाहिँ एकदम ह्याप्पी ग्ल्याड भइरहेको छु कि एकदम खुसी फिल भइरहेछ कि म चाहिँ नेपाल हाँसेको हेर्न चाहन्छु कि नेपाल हाँसेको हेर्न चाहन्छु। भोलि हाम्रो छोराछोरीलाई राम्रो होस् कि नेपालमै बस्ने वातावरण होस् कि भोलि भर्खरको 17-18 वर्षका कलिला युवा युवतीहरू विदेश जान नपरोस् कि के होस् उनीहरूलाई नेपालमै गर्छु धारणा, नेपालमै गर्छु, नेपालै बस्छु, नेपालमै के गर्छु भन्नका लागि चाहिँ राम्रो होस्। त्यो चाहिँ म चाहन्छु कि त्यही भएर मलाई चाहिँ आज एकदम मनदेखि ह्याप्पी भएर चाहिँ मलाई केही कुरो व्यक्त गर्न मन लाग्यो। जब यो रविको पार्टीमा मलाई रवि पहिल्यैदेखि मन पर्थ्यो। उसले जब नेपालबाट बाहिरिएका विदेशमा कति फँसेका मान्छेहरूलाई लिएर आयो, त्यो मैले पहिल्यैदेखि न्युज सुन्दै आइरहेको थिएँ। एकदम राम्रो लाग्थ्यो मलाई। अहिले पनि राम्रै लाग्छ। उसले खोलेको पार्टीमा मैले जहिल्यै सपोर्ट गरेर आएको छु। हाम्रो तनहुँ जिल्लाबाट मैले आफ्नो बाउ आमा, आफ्नो छरछिमेक सबैलाई राजसभामा भोट हाल्नु भनेको छु। हाल्नु भयो पनि हाम्रो बुवा मम्मी दाजुभाइ दिदीबहिनीहरूले राजसभामा भोट हाल्नुभयो, जिताउनु भयो सोढी मौर्यलाई, तनहुँबाट जिताउनु भयो। म एकदम ह्याप्पी नै थिएँ। तर पनि राजसभा अगाडि बढोस् भन्ने मेरो चाहिँ एकदम चाहना थियो। तर आज राजसभा पार्टीमा बालेन शाह आउनुभयो, म खुसी थिएँ। अहिले आएर कुलमानले पनि सहमति जनाएर एकताबद्ध भएर राजसभा पार्टीमा आउनुभयो। म एकदम ह्याप्पी ग्ल्याड भएँ, एकदम ग्ल्याड ह्याप्पी। आज म खुसीले एकदम गदगद भएँ। म भित्रैदेखि मनबाट खुसी भएर चाहिँ आज मेरो 2-4 शब्द चाहिँ मैले व्यक्त गरेको। म नत्र कहिल्यै यसरी भिडियो बनाउने मान्छे होइन। एकदम खुसी लाग्यो। म चाहिँ अहिले विदेशमा काम गरिरहेको छु र म तनहुँ जिल्लाबाट चाहिँ हो। त्यही भएर हाम्रो तनहुँ जिल्लामा चाहिँ राजसभालाई भोट स्योर हो, कन्फर्म हो, स्योर हो। मैले जहिले पनि म बुवाहरूलाई भन्छु, आफूले चाहिँ अरूले जेमा हालोस् मतलब छैन, तर भोट हाम्रो अनिवार्य राजसभामा हाल्नुहोस् भनेर मैले सजेसन दिइरहेको छु। यो चाहिँ खुसीको पल हो होइन। एकदम खुसी भएको क्षण हो। त्यही भएर सबैले भोट राजसभामा हालौँ, राजसभालाई जिताउँ, देशलाई विकास गरौँ।